जिल्लागढ धाममा सरसफाइ अभियान कुन बोर्डिङबाट हो? कहाँबाट अरे? हो र? अनि के गर्न आउनु भएको त? आज विश्व वातावरण दिवसको दिनमा हामी अलिकति फुल बिरुवाहरू रोप्नु भयो? अब कति गरेर रोप्ने? अनि आज के कुन दिन अरे? विश्व वातावरण दिवस। अनि बिरुवा लिएर आउनु भएको छ? कहाँ छ त बिरुवा? सरहरूसँग हो सबैजना? किन नबोल्नु भएको तपाईँ? तपाईँ नि के भन्ने लु भन्नु? कति राम्री बहिनी। अनि सरसफाइ गर्दाखेरि के हुन्छ? वातावरण मात्रै राम्रो हुन्छ कि अरू कुरा पनि राम्रो हुन्छ? हामीले सफा हुन्छ, हामीले आफ्नो चिज सफा राख्यौँ भने हामीले सफा भइहाल्छ। राम्रो हुन्छ अब सबै कुरा सफा हामीले सफा हुन्छ हामीले गरेपछि। त तिम्रो नाम चाहिँ के हो? टेन्सनमा हो। हजुर मा हो? ल सबैलाई धन्यवाद। ल कुन स्कुलबाट न बहिनीहरू? हजुर दुर्गाताराबाट। आज विशेष दिन चाहिँ के हो त यो? विश्व वातावरण दिवस। वातावरण दिवसमा तपाईँ सबैजना विद्यार्थी आउनु भएको छ, किन आउनु भएको थियो यहाँनिर? सरसफाइ कार्य यो सरसफाइ गरिसक्नु भयो कि? हजुर सरसफाइ भइसक्यो? छैन, अब एकछिनमा पन्टा सन्टा लाउँदै हुनुहुन्छ? हजुर पन्टा लाउँदै हुनुहुन्छ? सरसफाइ किन गर्ने? सरसफाइ किन गर्नु? हजुर वातावरण राम्रो होस् भनेर। वातावरणको लागि मात्रै गर्ने कि अन्य मान्छेहरूलाई पनि राम्रो होस् भनेर त्यस्तै। अनि सरसफाइ गर्नको लागि अन्य मानिसहरूलाई कस्तो छ त सन्देश बहिनीको? राम्रो छ नि। कति क्लासमा? 10मा। 10मा हो? 10मा? अनि 10 क्लासको विद्यार्थीसँग म के सरसफाइको अभियानमा कुराकानी गरिरहेको छु र 10 क्लासका बहिनीहरूको एन्सर पनि सुन्नु होला सबैजनाले। यसो त हेर्नु त, अनि कतिजना विद्यार्थी आउनु भएको तपाईँहरू? धेरैजना? 9 र 10 क्लास सबैले लिएर आएको। बहिनीको नाम? रिक्सा लिम्बू। घर कहाँ? सुन्नु न, हजुर चाहिँ कति क्लासमा? म पनि 10मै। 10मै हो? तपाईँले कस्तो बुवाई केटा जस्तो देखियो क्या तपाईँलाई? तर पनि राम्रो खालको देख्नु क्या। यो टोपीको माथि चाहिँ के लेखेको छ? जुनियर रेड क्रस। आज सरसफाइ गर्नुभयो? अब गर्ने हो? रेडी? आर यु रेडी? सबैजना रेडी हो? दर्शक महानुभावहरू, अनि तपाईँ जस्तै साथीहरूलाई सरसफाइ गर्नुपर्छ भनेर के छ सन्देश के छ तपाईँहरू सबैजनाले भन्नु त? सबैजनाले सफा गर्नुपर्छ। ल सबैलाई धन्यवाद। ल सृजनशील खबर हेर्नु होला। सृजनशील खबर। हस् त धन्यवाद। खबर है। हस् त धन्यवाद। जोडिनु भएको छ। हजुरले चाहिँ कहाँबाट? आइताबारी भन्ने कहाँनिर पऱ्यो? माइतर पऱ्यो है। अनि आज हजुर पनि यो सरसफाइ अभियानमा? हजुर हामी पनि सरसफाइ अभियानमा आइछौँ। समावेश भएको होइन? जोडिनु भयो है? जोडियो। यो सरसफाइको मुख्य उद्देश्य चाहिँ के होला आज यो अभियानको? यो सरसफाइ आज वृक्षारोपण पनि भएर होइन, यसो आफ्नो चिल्लागढ धामलाई यसो सरसफाइ राम्रो होस् भनेर सरसफाइ। यो सरसफाइले के शिक्षा दिएला अन्य समाजमा? अन्य समाजमा अब वरपर भएका आफ्ना वरिपरि भएका उयोहरू अलिक व्यवस्थित तरिकाले फोहोरहरू गर्ने, जथाभावी फोहोरहरू नगर्ने, राम्रो वृक्षारोपण गर्ने, वातावरण स्वच्छ बनाउने
त्यस्तै त होला यो हल्लै मात्रै त होइन नि सरसफाइ हुन्छ अब सरसफाइ हुन्छ एकदम एकदम ल त हस् धन्यवाद आजका प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू विशेष अतिथिज्यूहरू सङ्घ संस्थाबाट विद्यालयबाट स्वास्थ्य कर्मीज्यूहरू प्रकृतिका कोटि कोटि सम्पदाको आँचल वीरहरूका रगतले शोषणका आँचल ज्ञान भूमि शान्ति भूमि करे पहाडी हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। यो चिल्लाको धामलाई सुन्दरता बनाउनको निमित्त अझै पनि यहाँका समिति लगायत स्थानीयवासी लगायत यहाँका अध्यक्षज्यू पनि आफै यसरी खटेर चिल्लागढ धामलाई अझै हरियाली अनि सुन्दरता अनि त्यसमाथि सरसफाइमा गर्दै आज यो चिल्लागढ धामको सौन्दर्यतामाथि थप सौन्दर्यता बनाउनको निमित्त यसरी यहाँनिर सरसफाइ अभियान आज भइरहेको छ भने विशेष गरी त विश्व वातावरण दिवसको अवसरमा पनि यसरी आज चिल्लागढ धाममा यसरी भव्यको साथमा यसरी सरसफाइ अभियान भइरहेको छ भने यहाँ स्थानीयदेखि लिएर विद्यार्थी टिचर अभिभावक सम्पूर्ण जोडिँदै यस चिल्लागढ धामको सुन्दरतालाई अझै थप उजागर गर्नको निमित्त यसरी आज सरसफाइ अभियान भव्यको रूपमा भइरहेको छ। यहाँ विद्यार्थी बहिनीहरूले एकदम यो सरसफाइलाई एकदम अनि आज के को लागि यहाँ आएको खास चाहिँ विश्व वातावरण दिवस दिवसमा यहाँ चाहिँ कहाँ आएको अहिले त्यो त थाहा चाहिँ ठाउँ न आज के हो अनि कस्तो लागिरहेछ विश्व वातावरण दिवसको अवसरमा आज यहाँ चिल्लागढ धाममा यसरी झार उखालिरहेछौँ महिलाहरू सरसफाइ गरिरहेछौँ कस्तो लागिरहेछ के भन्न चाहन्छौ के भन्न चाहन्छौ आज विश्व वातावरण दिवसको अवसरमा होइन त्यसै गरी दर्शक महानुभावहरू यहाँनिर भव्यको रूपमा दिवस सम्पन्न भइरहेको छ भने त्यतिकै मात्रामा पत्रकारहरूको पनि उपस्थिति जोडो भव्य उपस्थिति देखिन्छ। यहाँनिर धेरैजनाहरू हुनुहुन्छ यसरी विद्यार्थीहरू लगायत यहाँ अन्य पनि हुनुहुन्छ। यहाँ एकजना सिस्टर हुन्छ उहाँसँग म के कुराकानी गर्नेछु। हजुर नमस्कार, हजुर चेप्नु होला नि। नमस्ते, हजुरको शुभ नाम भन्नुहोस् न। म सुनिता तुमाङथे हजुर आज विशेष गरी चाहिँ हजुर के को अवसरमा यहाँ सरसफाइ गरिराख्नु भएको छ? विश्व वातावरण दिवसको अवसरमा यहाँ चाहिँ चिल्लागढमा सरसफाइ हजुर तथा वृक्षारोपण कार्यक्रम भइरहेको छ। त्यसमा हजुरको शुभ नाम फेरि भनिदिनुहोस् न। मेरो चाहिँ सुनिता तुमाङथे हो। तुमाङथे। हजुर स्थानीय होइन, म चाहिँ यहाँ शिव सतासी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्छु। हजुर यो आज सरसफाइ अभियान गरिँदाखेरि यो अरू समाजप्रति कस्तो खालको सन्देश आला त? यो एउटा विश्व वातावरण दिवसको अवसरमा हामी यहाँ जुन सरसफाइ कार्यक्रम अथवा वृक्षारोपण कार्यक्रम राख्नु भएको छ यहाँले होइन, यसले चाहिँ राम्रो सन्देश जान्छ। किनभने आज यहाँ सबै स्कुलका सानसाना भाइ बहिनीहरूदेखि लिएर यहाँ अब समाजका प्रतिष्ठित व्यक्तिहरू होइन, राजनीतिक दलका प्रतिनिधिहरू लगायत सम्पूर्ण अरू समाजका प्रतिष्ठित व्यक्तिहरू पनि उपस्थित हुनुभएको छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो समाजमा हाम्रो यो
वातावरणलाई अथवा पृथ्वीलाई जोगाइराख्नको लागि चाहिँ वातावरणको अथवा कस्तो महत्त्व हुन्छ त भन्ने कुरा पनि यसले सन्देश जान्छ। अर्को कुरा हाम्रो वातावरणलाई चाहिँ सफा सुग्घर राख्नको लागि पनि यसले चाहिँ बालबच्चाहरूलाई अहिले नै सचेतना उनीहरूलाई चाहिँ जगाउँछ र आफ्नो घर आँगनदेखि लिएर त्यहाँबाट त्यहाँबाट मानिसहरू प्रेरित भएर यसलाई चाहिँ पहिला हाम्रो संस्कृति नै थियो, अहिले हामीले प्रयोग गरिरहेका थियौँ होइन। अब बिचमा हराएको र अहिले चाहिँ हर्क साम्पाङज्यू आउनु भएर चाहिँ यसलाई फेरि पुनर्जागरणको ल्याउनु भएको जस्तो लाग्छ मलाई। त्यसले गर्दाखेरि यो श्रम अहिले बच्चाहरू पनि अब उहाँबाट प्रेरित भएर चाहिँ श्रम गर्नुपर्छ भन्नेतर्फ लागेको जस्तो लाग्छ। श्रम गर्नुपर्छ भन्ने कुराको अनिवार्य र अपरिहार्यको बारेमा तपाईँको विचार राख्नुहुन्छ? सामूहिक श्रम त एकदमै अनिवार्य हुन्छ होइन। यसले चाहिँ समूहमा कसरी मिलेर काम गर्ने भन्ने कुरा हुन्छ। समाजमा होइन छरछिमेकीहरूसँग को पनि आपसी एउटा सद्भाव यो सम्बन्ध चाहिँ अझ यसले गाढा बनाउँछ जस्तो लाग्छ। अर्को कुरा चाहिँ आफूले सामूहिक रूपमा आफूले श्रमदान गर्दाखेरि चाहिँ अपनत्व पनि वृद्धि हुन्छ र त्यसको चाहिँ भोलि संरक्षण गर्न पनि उहाँहरू नै आफै पनि संलग्न हुनुहुन्छ, तत्पर हुनुहुन्छ र त्यसले गर्दाखेरि हाम्रो एउटा यो दिगो विकासलाई पनि यसले चाहिँ सहयोग गर्छ जस्तो लाग्छ मलाई। धेरै विद्यार्थीहरू यहाँ अहिले सरसफाइ अभियानमा जोडिनु भएको छ। साना साना विद्यार्थीहरू कहाँबाट आउनुभएको यस विषयमा कुराकानी गर्नेछु। र म यतापट्टि एकजना बहिनीको नाम भन्नु त? मेरो नाम स्मृति लिम्बू। कति क्लासमा? 10 क्लासमा हो। कुन हो स्कुल? ध्रुवताला बोर्डिङबाट आज सरसफाइ अभियानमा आउनुभएको? हजुर। आफै आउनुभयो कि टिचरले ल्याउनु भएको? टिचरहरूले ल्याउनु भएको। कस्तो लाग्छ तपाईँलाई? आफै आएको ठिक कि टिचरहरूले जाउँ भनेको ठिक लागेको छ त? दुइटै ठिक हुन्छ। दुइटै ठिक हो। सरसफाइ गर्न कतिको आवश्यक छ त? सरसफाइ गर्न निकै नै आवश्यक छ किनकि यसले हाम्रो वातावरणलाई होइन हाम्रो हेल्थहरूलाई राम्रो गर्छ। हजुर हजुर। यो सरसफाइ अभियानमा अन्य साथीहरूलाई के भन्न चाहन्छौँ त? यसरी गरिराख्नु भएको छ हजुरहरूले? यो गरेर हाम्रो हेल्थको लागि नै बेनिफिट हुन्छ अनि यो गर्ने राम्रो हुन्छ, यसले हामी गरिबस्नै ठिक हुन्छ। जस्तै तपाईँहरू आज चिल्लाको धाममा सरसफाइ गर्दै हुनुहुन्छ अनि कति धेरै मानिसको त घरहरू पनि अव्यवस्थित फोहोर हुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? म यही भन्न चाहन्छु कि उनीहरूको घर राम्ररी सफा गर्नु, उसले आफ्नो हेल्थलाई फेरि इम्प्याक्ट गर्छ है। अनि त्यसपछि त्यही गर्नु भन्छु। हजुर हजुर। अब अन्य तपाईँको साथीहरूलाई, अब विद्यार्थी बाहेक अन्य पनि साथी हुन्छ, उहाँहरूलाई सरसफाइको बारेमा के भन्न चाहनुहुन्छ 2 शब्दमा? म सरसफाइको बारेमा के भन्नु चाहन्छु भन्दा हामीले सरसफाइ गऱ्यौँ भने हामीलाई नै फाइदा हुन्छ भन्न चाहन्छु। हस्, धन्यवाद। उहाँ एकजना स्टुडेन्ट विद्यार्थी, उहाँको पनि केही कुराकानी गरियो। यो सरसफाइ अभियान एकदम भव्यको रूपमा सम्पन्न भइरहेछ। भव्यको रूपमा भइरहेको छ। सबैमा सार्नुभयो? सम्पादक सिलिङ केसीजी पनि यसरी सरसफाइ अभियानमा यसरी घाँस काट्दै हुनुहुन्छ भने स्थानीयहरू पनि यसरी सरसफाइ अभियानमा जोडिनु भएको छ। वातावरण दिवसमा चिल्लागर धामले आयोजना गरेको कार्यक्रममा पाल्दिने हुने सम्पूर्ण सङ्घ संस्था, बुद्धिजीवी र हाम्रा जनप्रतिनिधि र हाम्रा नगरका प्रशासकीय प्रमुखज्यू सम्पूर्णलाई मेरो चिल्लागर धाम व्यवस्थापन समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट न्यानो अभिवादन र न्यानो स्वागत गर्न चाहन्छु। धेरै समस्याहरू छ, धेरै कठिनाइहरू छन्। वातावरणसँग हामी स्वस्थ रहौँ, सुखी रहौँ र हाम्रो शरीर स्वस्थ रह्यो भने हामी सबै थोक काम गर्न सक्छौँ भन्ने मलाई आजको न्युजले त्यही भन्छ जस्तो लाग्छ। र हाम्रो समस्या जहाँको त्यहीँ छ, हामी समस्यासँग जोडिरहेका छौँ। यहाँ हाम्रो शिव 87 नगरपालिकामा मैले एकचोटि पनि कुरा राखेको थिएँ, यो चिल्लागर धाममा बस्न नसकिने गरी यो पूर्वपट्टि हाम्रो अलकत्रको एउटा चाहिँ चिम्ली राखेको रहेछ। यो चिम्ली चाहिँ एकदम त्यो रकेटले धुवाँ फ्यालेको झैँ गरेर यहाँनिर प्रदूषण गर्ने गरी यहाँनिर चाहिँ बास्नाहरू आउने गरेको छ। यसलाई पनि न्यूनीकरण गरिदिनुहुन्छ भन्ने मलाई पूर्ण आशा लागेको छ। प्रशासकीय प्रमुखज्यू आउनु भएको छ, वडाध्यक्षज्यूले पनि कुरा राखिदिनुहुन्छ भन्ने र सबैले
यो साथ सहयोग दिएर यो धामलाई केही उज्यालो बनाउने सहयोग पुर्याइदिनु भएको छ। विभिन्न सङ्घ संस्थाका साथीहरू र विभिन्न मानवजीवहरू बुद्धिजीवी साथीहरूले यस धामलाई माया गरेर हरेक समस्याहरूलाई सहयोग पुर्याइदिनु भएको छ र धेरै समस्याहरू त पुरा हुँदै जाँदैछ। तर यो आउने अघि वडाध्यक्षज्यूले भने जस्तै आउने आर्थिक वर्षहरूमा र आउने समयहरूमा यो चिल्लागढ धामले अझै केही फड्को मार्नुपर्छ भन्ने मलाई लागेको छ र यो समितिले गत अघिल्लो वर्षदेखि गरेका कामहरू तपाईँहरूले छर्लङ्ग देख्नु भएको छ र तपाईँहरूले साथ पनि दिइराख्नु भएको छ र नगरपालिका स्थानीय सरकारले यस हाम्रा मागहरूलाई पुरा पनि गरिदिनु भएको छ र त्यति मात्रैले पनि यो ठाउँलाई अलिक प्राप्त नभएकोले केही चिजहरूको आवश्यकता भएकोले तपाईँहरू सामु आज सुनौलो अवसर र मौका पाएकोमा केही कुराहरू अभिभावकहरूको छेउमा राख्नु पाउँदा र पर्छ भन्ने मलाई पनि लागेको छ र यस ठाउँलाई अब बिस्तारै ठुलो शौचालयको आवश्यकता छ एउटा र यहाँनिर हामीले पठन पाठन र यहाँका पुजारीहरू बिहान बेलुका हामी राख्छौँ यो चारवटा मन्दिरमा र उहाँहरूलाई बस्ने व्यवस्थाको लागि एउटा भवन यहाँ चिल्लागढ सामुदायिक भवनको अति आवश्यक भएकोले यसपालि यहाँ कतै सम्बोधन हुनसक्छ कि प्रदेश सङ्घ अथवा हाम्रो नगरबाट कतै हामी सम्बोधन गर्न सक्नुहुन्छ कि हाम्रा मागहरूलाई पुरा गरिदिनुहुन्छ कि भनेर हाम्रो ठुलो आशा यसपालि 82-83 को बजेटमा विभाजन गरिदिनुहुन्छ कि भन्ने आशा लागेको छ। नगर प्रमुखज्यूलाई पटक पटक कुरा राखेका छौँ र गरिदिनु पनि भएको छ। गुनासो छैन, हामी स्थानीय सरकारसँग पुरा गरिदिँदै हुनुहुन्छ। तर कतिपय कामहरू गर्दै जाँदा फेरि केही समस्याहरू छन्, ती समस्याहरूलाई हामीले मिलेर यसलाई पुरा गर्नुपर्छ जस्तो लागेको छ। र यस पछाडि देखेको जग्गा हामीले एउटा चाहिँ यसरी नै विद्यार्थी हाम्रा भाइ बहिनी आउँदा र पर्यटकहरू आउँदाखेरि यसो केही बेर बस्नको लागि आनन्द लिनको लागि र यस ठाउँको चाहिँ सबै कुराहरू बुझेर थोरै समय लिएर बसेर जानको लागि आनन्दको लागि केही ठाउँ बनाऊ भनेर हामी यहाँ सबैजना लागेका छौँ। भर्खरै मात्रै हाम्रो नगरपालिकाबाट हाम्रो चिल्लागढको इतिहासको बारेमा एउटा क्युआरमा देखिने खालको उहाँहरूले बनाइदिनु भएको छ। त्यो अब आउँदैछ। उहाँहरूलाई फेरि म व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट उहाँ नगरपालिका सम्पूर्ण टिमलाई, कर्मचारी लगायत जनप्रतिनिधिज्यूहरू, बोर्डका सम्पूर्ण जनप्रतिनिधिज्यूहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। र यो त्रिधाममा एउटा धाम त्यो पनि दक्षिणमा रहेको, अहिले बाटोको एकदमै जीर्णमा रहेको र अहिले फेरि भर्खरै सुधार भएर आएको छ हाम्रो बाटाहरू पनि। यसले गर्दा पनि पूर्णता लिन्छ होला हाम्रो चिल्लागढ धामलाई भन्दै र सम्पूर्णलाई यस ठाउँलाई सम्झिराख्ने एक खालको एउटा चाहिँ बनाइदिए आजको क्षणलाई तपाईँहरूले सहयोग गरेर यो चाहिँ संसारलाई चाहिँ सबै मानिसको सामु पुर्याइदिनुहुन्छ र प्रचार गरिदिनुहुन्छ र आजको कार्यक्रमलाई सबै रूपमा तपाईँहरूले सहयोग पुर्याइदिनु भएकोमा र सम्पूर्ण छरछिमेकी इष्टमित्र र सम्पूर्ण यी मन्दिरका समितिका साथीहरू र हाम्रा अभिभावकज्यूहरू र विद्यार्थी भाइ बहिनी, शिक्षक शिक्षिका सम्पूर्णलाई म फेरि पनि यो चिल्लागढ व्यवस्थापन समितिको तर्फबाट आज यो कार्यक्रमलाई सफल बनाइदिनु भएकोमा तपाईँहरूलाई मुरी धन्यवाद दिँदै र सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नो सवारी साधन आफूले चाहिँ प्रयोग गरेर आउनुभएको विद्यालयका सवारी साधनमा चढेर तपाईँहरूको यात्रा चाहिँ गन्तव्यसम्म सफल रहोस् भन्दै तपाईँहरू सबैलाई शुभकामना दिँदै